हेलो गाइज, अहिले दिन अपराह्न भएको छ, 2 बजिसक्यो र हामीले एकछिन रेस्ट लिएका छौँ र अब भारी पुर्याउने पनि बेला भइसक्यो गाइज। र हामीले काट्यौँ है, जो यस्तो छ। यो हल्का हल्का हरियो देखेर नकाटेको है। यो गरालाई गरो भन्छ। यो गराको यति काटियो। अनि त्यस्तै भाइ र मम्मी पनि बस्नु भएको छ। मुला काटेर खान लाग्यो। अब भारी हाल्ने, 3 जनालाई 3 भारी बनाउनु जाने हो गाइस। यो बनायौँ, अब यसलाई भारी हाल्ने तर्खर गर्दैछौँ। यो भयो, यो काटियो। ल यो काटियो, यो सप्रेको काटियो पहिले राम्रो। पछि हामीले यो अलि कोही फेरि अलिक ठुलो छ भने राम्रो पनि भएर हुन्छ। मुला खाएर अब भारी हालेर घरतिर जाने गाइस। र भारी हालौँ त होइन, मिलाएर मिलाएर गर्नु छ, माथिको गर्नु छ। म त यही हो कता जातलाई देखेको त यही म त्यस्तो भुलेको। ल ल ल अनि हामी धेरै काटिदिन्छौँ नि त। लाउन आमा गरुङ्गो हुन्छ। लाउनु त नि के सम्भावना, म नि 3 वटा लान्छु। यो त सुकेर हुँदैन होला। उता माथिको लागि दाइसिमको मिलाएर हालौला नि भनेर। त्यो लैया का, त्यो पनि लैया। त्यो लसी भारी पुग्छ तिम्रो। ल ल ल लिएर जानु पर्यो। यो बान्नु, यो हो त्यो बान्नु, अनि लिएर जान्छ। कहाँ सानाको यहीँ हाल्ने, ठुलाको एकछिन हाल्ने। ल भनेपछि मैले के लिएर जाने त नि। भने 3 बारी भयो, नभए त्यो काटौँला है। हेरियो स्वादी बनाएर भाइले बनाएर लानु पाए हुन्थ्यो। यो लैजाउँ है।
ल्याएर आउनु त्यो सबै माथि लगेर हालिदिन्छ कि अब सबै लगियो यसरी ल्यायो यसरी ल्यायो यो यति भयो त्यति गरेर टक्कै यो नपुग्यो काटेर भारी बनाउनु पर्छ लामा आउनु ल्याएर आउनु अब यता यहीँ नपुगेको त माथि काटौँ न कति सानो आमा कति छोटो रहेछ हेरि त तोरी यत्रो हेरि यो यस्तो छ डाँडाकाँडा ओ माथि बढ्छ हेर्नु न गाइस यस्तो ठाउँमा छौँ यो बिजुलीको पोल यहाँ खेत भयो यो पारी वन हो टाढै छ है देख्दा क्यामेरा नजिक देखियो नि हामी यिनीबाट फेरि यो रोडै जाने हो